तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर 6 चुवानडाँडा सिमखर्क आज एक दर्दनाक घटनाले शोकमा डुबेको छ। धारिलो हतियार प्रहारबाट एक महिलाको निर्ममतापूर्वक हत्या भएपछि सम्पूर्ण क्षेत्र स्तब्ध बनेको छ। प्राप्त जानकारी अनुसार आठराई गाउँपालिका 6 की 52 वर्षकी रूपा कन्दङ्बा पौठाक आफ्ना श्रीमानका लागि खेतमा खाना लिएर जाँदै गर्दा बसन्त पौठाकको घरमा साइनोले काका पर्ने 38 वर्षीय कृष्ण पौठाकले उनीमाथि धारिलो हतियार बामफोक प्रहार गरेका हुन्। स्थानीयका अनुसार आरोपित कृष्णकी श्रीमती र मृतक बीचको विवादका क्रममा खेतमा काम गर्दै गरेका कृष्ण आएर धारिलो हतियार बामफोकले रूपामाथि आक्रमण भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आक्रमण अत्यन्तै क्रूर भएको प्रहरीले जनाएको छ। रूपाको टाउको, घाँटी, काँध, हात, घुँडा लगायत शरीरका विभिन्न भागमा गहिरा चोट र काटिएका घाउहरू रहेका छन्। घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको छ। घटनापछि आरोपित कृष्ण पौठाक फरार रहेका छन्। उनको खोजीका लागि नेपाल प्रहरीले व्यापक खोजी अभियान सञ्चालन गरेको छ। घटना लगत्तै इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारबाट प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने, प्रमाण सङ्कलन गर्ने तथा घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ। मृतक रूपा कन्दङ्बा पौठाक 2 छोरा र 1 छोरीकी आमा हुन्। उनको असामयिक र दर्दनाक निधनले परिवार मात्र होइन सम्पूर्ण आठराई क्षेत्रलाई गहिरो शोकमा डुबाएको छ। घटनापछि स्थानीयवासीहरू स्तब्ध बनेका छन् भने दोषीलाई तत्काल पक्राउ गरी कानुन अनुसार कडा कारबाही गर्न माग गरेका छन्। उता आरोपित कृष्णका साना साना 2 छोरी र 1 छोरा रहेका छन्। घटना आज बिहान करिब 10:30 बजे भएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। यो रिपोर्ट तयार पार्दासम्म आरोपित कृष्ण फेला परेका छैनन्। मृतक रूपाको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्ति बजार ल्याउने तयारी भइरहेको छ।